नमस्ते। शुभ बिहानी। आज चाहिँ फागुन 21 गतिको निर्वाचनको लागि चाहिँ उम्मेदवारी दर्ताको कार्यक्रम छ र विभिन्न राजनैतिक दलहरूले आफ्नो उम्मेदवार लगभग तयार गरिसकेको स्थिति छ। यसको मतलब देश निर्वाचनतर्फ अग्रसर भइराखेको छ। फागुन 21 गते चुनाव हुनुपर्छ, चुनाव हुन्छ र यो बिचको जो अस्थिरता, जटिलता र अन्योलता छ, यो अन्त्य हुनुपर्छ भनेर सबैको मनमा लागेको छ र सबै राजनैतिक शक्तिहरू, राजनैतिक दलहरू, विभिन्न चाहिँ पार्टीसँग आबद्ध व्यक्तिहरू पनि चाहिँ निर्वाचन सफल गराउनको निमित्त चाहिँ आज मनोनयन दर्ताको प्रक्रियासम्म पुग्ने निष्कर्षमा पुगेको छ। यो एउटा चाहिँ सुन्दर पक्ष नै भइहाल्यो। यो सँगसँगै निर्वाचनहरू धेरैचोटि भएका छन्। हामीले धेरैचोटि हाम्रा प्रतिनिधिहरू चुनेर पठाएका छौँ। धेरै प्रतिनिधिहरूले हामीसँग चाहिँ यो थुप्रै चुनावको बिचमा धेरै प्रतिनिधिहरूले थुप्रै खालका चाहिँ कमिटमेन्ट हामी सामु सार्वजनिक गरेका छन्। तर आजसम्म पनि हाम्रो बुझाइ यो देशमा केही पनि भएन, केही पनि हुन सकेन, अब हुनुपर्छ भन्ने हुटुटी फेरि आज पनि बाँकी छ। हामी यो एउटा चाहिँ प्रजातान्त्रिक निर्वाचनलाई हेर्ने हो भने चाहिँ 2015 सालदेखि यता नै निरन्तर निर्वाचनमा छ देश। तर पनि चाहिँ देशमा सुशासन, स्थिरता, विकास हुन सकेन भनेर चाहिँ एउटा ढङ्गको चाहिँ मान्छेहरूको हुटुटी भने पक्कै पनि छ। हामीले किन विकास गर्न सकेनौँ त? हामीले परिवर्तित राजनीतिक अवस्थालाई सही ढङ्गले किन समात्न सकेनौँ र जनताको जनभावना अनुसार किन अगाडि बढ्न सकेनौँ भन्ने कुरा चाहिँ एउटा गम्भीर प्रश्नको रूपमा खडा छ। राजनैतिक दलहरूले कतिपय सन्दर्भमा वास्तवमा देशलाई विकासको बाटोमा किन डोर्याउन सकेनन् होला, अथवा चाहिँ जुन ढङ्गले मान्छेले अपेक्षा गरेका थिए, अहिले पछिल्लोचोटि मान्छेहरूले गरिराखेको अपेक्षा, अथवा चाहिँ हामीले पहिलो विश्वसँग हामी प्रतिस्पर्धी किन बन्न सकिराखेका छैनौँ, हामी विकासको चरणमा निरन्तर गतिमा किन अगाडि बढ्न सकिराखेका छैनौँ भनेर विभिन्न राजनैतिक दलका मान्छेलाई पनि लाग्दो। बाहिर बस्दाखेरि सजिलै छ, राम्रै छ, काम गरेनन् भन्ने नै देखिन्छ। तर भित्र गइसके पछाडि मान्छेले गरेका कामहरू पनि हामीले देख्यौँ। योभन्दा अघिल्लो निर्वाचनमा पनि यो एउटा चाहिँ विषम परिस्थितिमा चाहिँ निर्माण भइराखेको अर्को खालको चाहिँ एउटा पाटो भयो होइन। हामीले यो असाध्यै विषम परिस्थितिमा देश निर्वाचनतर्फ गइराखेको छ। यसले स्वाभाविक रूपमा देशलाई फाइदाभन्दा नि घाटा नै छ। किन भन्दाखेरि चाहिँ हामी 2 वर्ष अगाडि निर्वाचनमा छौँ। त्यसमा पनि चाहिँ भदौको आन्दोलनले हाम्रा भौतिक संरचनाहरू चाहिँ तहस नहस भएको स्थिति छ, खरबौको क्षति भएको स्थिति छ। यो बिचबाट चाहिँ के हो त भन्दाखेरि निर्वाचनको प्रक्रियामा फेरि पनि देश अगाडि बढिराखेको छ। खैर यी यावत कुरा छोडिदिउँ। तर पनि राजनैतिक दलहरूले आफ्नो प्रतिबद्धता आम जनताहरूसँग गरिराखेको जो एउटा चाहिँ प्रतिबद्धता छ, राजनैतिक दलहरूले गरिराखेको प्रतिबद्धता छ, त्यो प्रतिबद्धता अनुरूप काम हुन सक्छ कि सक्दैन, अथवा चाहिँ राजनैतिक दलहरूले चाहिँ आफ्नो एजेन्डाहरू अगाडि बढाउँदाखेरि चाहिँ कसरी अगाडि बढाइराखेका छन्, यिनीहरूले चाहिँ तलको तहमा गएर होइन, ग्रास टेबलमा गएर त्यहाँभित्र भएका जनताका समस्याहरू, त्यहाँभित्र भएका चाहिँ विकास निर्माण सम्बन्धी समस्याहरू, त्यहाँभित्र भएका चाहिँ सुशासन र विधिको शासन सम्बन्धी चाहिँ प्रगतिहरूको विषयमा एउटा आँकडा तयार नगरिकन चाहिँ कोठामा बसेर मैले यो गर्छु, त्यो गर्छु, यसो गर्छु, त्यसो गर्छु भनेर प्रत्येकचोटि उम्मेदवारहरूले योजना बनाउने गरेका छन्। र आज नोमिनेसन हुँदै गर्दाखेरि अब मैले त सबैलाई के भन्छु भन्दाखेरि वास्तविकताभन्दा बाहिर जाने कोसिस कसैले पनि नगरौँ। कुनै पनि राजनैतिक दलले। यो प्रजातान्त्रिक प्रक्रिया हो होइन। यसमा चाहिँ यो 5 वर्षमा फेरि पनि निर्वाचन हुन्छ होइन। बिचमा त्यस्तो खालको परिस्थिति सिर्जना भएन भने भनिसके पछाडि 5 वर्षमा आफूले गर्न सकिने कामलाई अगाडि सारौँ। सबै राजनैतिक दलहरू 5 वर्ष नै सरकारमा बस्छन्, यिनले सरकार टिकाउँछन्, चलाउँछन् होइन भन्ने होइन, त्यो नहुन सक्छ। यो पछिल्लो चरणको प्रक्रिया हेर्दाखेरि चाहिँ कम्तीमा पनि चाहिँ 10वटा राजनैतिक दलले संसदमा सहभागिता जनाउँदैछन्। कम्तीमा पनि 10वटा राजनैतिक दलले चाहिँ संसदमा सहभागिता जनाउँदैछन्। त्योभन्दा माथि 15वटासम्म पनि पुग्न सक्छ।
भनिसके पछाडि त पछिल्लो चरण बन्ने पनि कोलिनेसन गभर्मेन्टै हो। अहिले जसले चाहिँ बहुमतको सरकार बनाउँछौँ भनेर भनिराखेका छन् त्यो स्थिति पनि होइन। किन भन्दाखेरि समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्षलाई हेर्ने हो भने त यो फेरि सबैको समानुपातिक प्रतिनिधित्व सबै राजनैतिक दलहरूको चाहिँ भूमिका त्यो संसदमा हुनेवाला छ र सरकार भनेको चाहिँ फेरि त्रिशङ्कु टाइपको सरकारै बन्नेवाला छ। यो भइसके पछाडि चाहिँ पछिल्लोचोटि जो राजनैतिक परिवर्तन भएको छ, जो परिघटनाहरू छन्, यो परिघटनाहरूलाई सही ढङ्गले चाहिँ संश्लेषण गरेर विशेष गरेर युवाहरूमा चाहिँ एउटा चाहिँ आक्रोश, युवाहरूमा एउटा खालको चाहिँ के भन्ने उद्वेलना छ। यसलाई मत्थर गराउनको निमित्त, शान्त गराउनको निमित्त पनि चाहिँ विभिन्न राजनैतिक दलहरूले चाहिँ सही ढङ्गले योजना लान आवश्यक छ। 5 वर्ष हामीले के गर्छौँ, पञ्चवर्षीय योजना बनाउनु, 5 वर्षमा हामीले के गर्छौँ, त्योभन्दा पछि केही पनि होइन। त्यही बिचमा 5 वर्षको बिचमा सरकार परिवर्तन भयो भने पनि आफूले सारेका योजनाहरू चाहिँ अर्को सरकारले, परिवर्तित सरकारले पनि त्यही योजनाहरूलाई पक्रेर अगाडि बढ्न सक्ने स्थिति बन्नुपर्छ। अनि मात्रै चाहिँ देश अगाडि बढ्न सक्छ। एउटा राजनीतिक दलले ल्याएको चाहिँ योजनाहरू अर्कोले कार्यान्वयन नगर्ने, अर्कोले ल्याएको योजना अर्कोले कार्यान्वयन नगर्ने। राम्रो योजना जति त देशको योजना हो, त्यो देशको योजनालाई सबै राजनीतिक दलहरूले कार्यान्वयन गर्नुपर्छ। त्यो त्यसको योजना हो, यसो गर्नु हुँदैन, अथवा उसले अगाडि सारेको चाहिँ योजना हो, यसो गर्नु हुँदैन, त्यहाँ बजेट पार्नु हुँदैन भन्ने होइन। स्थानीय निकायको निर्वाचन हुनै बाँकी छ। यो पनि चाहिँ 2084मै भेट्छ। सबै राजनैतिक दलहरू अहिले सबै उल्लास हेर्दाखेरि चाहिँ विभिन्न ढङ्गका चाहिँ यो सामाजिक सञ्जालमा जे कुरा देखेको छ त्यो मात्रै हो। सामाजिक सञ्जाल त्यो ग्राउन्ड रियालिटीको कुरा होइन। मान्छेहरू भिडभाड हुने भई, मान्छेहरू जम्मा हुने भई, मान्छेहरूले चाहिँ मतदाताको एउटा यो जो सामाजिक सञ्जाल कतिले चलाउँछन् होइन, आम मतदाता जो साँच्चै जनता हुन् होइन, त्यहाँसम्म त कोही पनि पुगेको छैन। भनिसके पछाडि चाहिँ बजारमा अहिले पछिल्लोचोटि के भन्छ भन्दाखेरि बजारमा जहाँबाट टिआरपी प्राप्त हुन्छ अथवा चाहिँ जहाँबाट भ्युज कलेक्सन गर्न सकिन्छ, जहाँबाट चाहिँ डलर प्राप्त गर्न सकिन्छ, त्योदेखि बाहेक केही पनि छैन। त्यो रियालिटी त्यो पक्कै पनि होइन। अब अर्को कुरा चाहिँ फेरि नयाँ आए अथवा पुराना गए, नयाँ आए नयाँले सबै थोक गर्छ अथवा पुरानाले चाहिँ सबै बिगारे भन्ने कुरा होइन। अहिले पछिल्लोचोटि देशमा जुन आक्रोश, देशलाई जसरी खरानी पार्ने काम गरियो, देशलाई जसरी सक्ने काम गरियो, देशलाई जसरी चाहिँ के हो त भन्दाखेरि जिरो बिन्दुमा पुर्याउने काम गरियो होइन। हामीसँग अहिले देख्दाखेरि चाहिँ यहाँ युद्ध विमानहरू छैनन्, यहाँ लडाइँ छैन, बम खसालिएको छैन, तर बिस्तारै हामी चाहिँ विदेशीको इसारा र विदेशीको कब्जामा परिराखेको भान हुन्छ हरेक हिसाबले होइन। यहाँ कस्तो खालको स्थिति बन्दैछ भन्दाखेरि विदेशीहरूले चाहेको मान्छेले चुनाव नजितुन्जेली यो चुनाव हुँदैन कि भन्ने पनि एउटा संशय पक्कै पनि छ। हामीले हेर्दाखेरि हामीलाई लाग्ने कुरा के हो भन्दाखेरि चाहिँ यो चुनाव नेपालीहरूको होइन, नेपालीहरूले जित्नुपर्छ। जसले जिते पनि, जुनसुकै राजनैतिक दलले जिते पनि नेपालीले जित्नुपर्छ। नेपालीको भावना अनुसार चाहिँ जित्ने राजनैतिक दलहरू अगाडि बढ्नुपर्छ भन्ने कुरा यही भावना हो। अब यहाँ तपाईँ राजनीतिक संस्कारको कुरा गर्नुहुन्छ भने विचार विवेक शून्य मान्छेहरूले राजनीतिक तर्क भन्दा पनि चाहिँ गैर राजनीतिक अथवा चाहिँ गाली गलोचको भाषा प्रयोग गरेर विभिन्न ढङ्गले थर्काउने कामदेखि लगेर होइन, उनीहरूको विषयमा केही आलोचनै गर्न नहुने होइन, उनीहरूलाई केही भन्नै नहुने, उनीहरूले केही भन्यो कि त के हो त भन्दाखेरि चाहिँ उनीहरूले तथा नाम गाली गरेर चाहिँ सामाजिक सञ्जालमा जसरी मान्छेहरूको चाहिँ निधहराम गर्ने काम गरिराखेका छन्, यसै समाजलाई सही ढङ्गमा पुर्याउँदैनन्। केही मान्छेहरू चाहिँ विदेशमा बसेर जसरी नेपालमा भ्रम सिर्जना गरिरहेछन्, निरन्तर भ्रम सिर्जना गरिराखेका छन्, यो भने टिक्न हुँदैन। सामाजिक सञ्जालको एउटा नियमन व्यवस्थापन अथवा सामाजिक सञ्जाललाई चाहिँ सही ढङ्गले सञ्चालन गर्नुपर्छ, यो एउटा पाटो हो। तर पछिल्लोचोटि के भइराखेको छ भन्दाखेरि चाहिँ यो देशमा सहकारी ठग्नेहरू, यो देशका ठगहरू, यो देशलाई जलाउने, यो देशलाई खरानी बनाउने, यो देशमा बसेर चाहिँ कसैको मिसनमा काम गर्ने मेसिनरीहरूले के गरिराखेका छन् भन्दाखेरि निरन्तर जनतालाई भ्रम छरिराखेका छन् होइन। फेसबुक बुस्ट गरेर, आफ्ना चाहिँ पेजहरू बुस्ट गरेर होइन, निरन्तर जनतामा भ्रम छरिराखेको स्थिति छ। योबाट भने पक्कै पनि मुक्त हुन अब त्यो जोसुकै होस्, त्यो कङ्ग्रेस एमाले होइन चाहिँ अन्य पार्टीहरू होइन, जोसुकै होस्, तिनीहरूले चाहिँ जे गरिराखेका छन् तिनले गरेको कुकर्ममा साथ दिनुपर्छ भन्ने कुरा भएन। व्यक्तिले स्वतन्त्र ढङ्गले सोच्न पर्यो, व्यक्तिले चाहिँ स्वतन्त्र ढङ्गले चाहिँ आफ्नो चाहिँ निर्णय गर्न पाउनु पर्यो, यो एउटा पाटो। तर पछिल्लोचोटि के भइराखेको छ भन्दाखेरि चाहिँ
मान्छेहरूले यो एउटा चाहिँ हौवा पिटिराखेका छन्, सामाजिक सञ्जालमा एउटा हौवा पिटिराखेका छन्। यो हौवाले गर्दाखेरि चाहिँ लगभग धेरै मान्छेलाई के लागिराखेको छ भन्दाखेरि नयाँ शक्तिहरू यो देशमा आउनेवाला छन्। तर तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भने नयाँ राजनैतिक शक्तिहरूमा राजनैतिक विचार चेतना शून्य नै छ। यिनले जानेको भनेको गाली हो, अरूलाई गाली गर्न जान्दछन्। यिनले जानेको भनेको चाहिँ कुप्रचार हो, यिनले कुप्रचार गर्न जान्दछन्। यिनले जानेको भनेको चाहिँ के हो त भन्दाखेरि भद्रगोल सिर्जना गर्नु, देशमा अराजकता फैलाउनु, त्यति मात्रै जान्दछन्। त्योदेखि बाहेक केही पनि छैन। फागुन 21 गतेमा सही ढङ्गले चुनाव हुने हो भने कम्तीमा पनि चाहिँ राम्रो उम्मेदवार मात्रै होइन, राम्रो पार्टीहरूलाई पनि चाहिँ छानेर भोट दिन आवश्यक छ प्रष्ट रूपमा। किन भन्दाखेरि पछिल्लोचोटि देशमा जस्तो ढङ्गको अराजकता देखियो, एउटा चाहिँ गतिलो सरकार नभएर अथवा गतिला मान्छेहरू पनि चाहिँ सरकारमा प्रतिनिधि नभएको भएर पनि यस्तो खालको अवस्था सिर्जना भयो। यसलाई अन्त्य गर्नको निमित्त पनि चाहिँ हामीले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, मतदाताको ठाउँबाट पहल गर्न आवश्यक छ, मतदाताले पनि त्यही ढङ्गले सोच्न आवश्यक छ भन्छु। धन्यवाद।